अहिले रातिको 12 बजिरहेको छ र हाम्रो पनि 12 बजिरहेको छ भन्नु Welcome to my vlog. Please subscribe my YouTube channel. So hello guys, it's your boy Kiran Shrestha. Hello, it's your boy Coffee with Kiran. So आज चाहिँ हामी नर्थ एबीसी जाँदै छौं. सो अहिले चाहिँ हामी पोखरामा छौं र पोखराबाट चाहिँ हामी तातोपानी गएर त्यहाँबाट हुम खोलाको गाडीमा जाने छौं. सो अहिले हामी को जान लाको देखाइहाल्छौं. हेलो, मेरो नाम चाहिँ रितु श्रेष्ठ. म रितुको बुढा किरण. हाम्रो नर्सहरु छ यहाँ दुईजना बहिनीहरु. हेलो, मेरो नाम प्रमिला. हेलो, म चाहिँ उर्मिला. रितुको बहिनी. सो यो किरणको फ्यामिली टुर हो. म चाहिँ इन्क्लुड भए. दुईजना अस्ट्रेलियन लाउरेहरूलाई चाहिँ हामी घुमाउन लाग्छौं नेपाल. फर्स्ट ट्रेकिङ हैन त? कस्तो होला त फर्स्ट ट्रेकिङ तिमीहरुको? एक्सपेक्ट द अनएक्सपेक्टेड भन्छ नि, त्यस्तै हुन्छ जस्तो लागिरहेछ मलाई चाहिँ. ल यिनीहरुले यति धेरै लुगा ल्याएको थियो, यहाँ सब निकाल्न लाग्यो यहाँ. यहाँ अझै उता 2 झोला छ नि. ट्रेकर्सहरु रेडी भइसक्यो यहाँ हैन? अब चाहिँ एक्साइटेड छ यहाँ फर्स्ट टाइम ट्रेकिङ गर्नेहरु सबैजना. अब चाहिँ हामी जाँदै छौं. ल है त चल्दिएको. अब अहिले चाहिँ हामी पृथ्वी चोकको बस पार्कमा छौं. सो यो बस चाहिँ अब तातोपानीसम्म जान लागेको छ. तातोपानी पुग्न लाग्यो. अब डेनीबाट गइसक्यो हामी. सो हामी चाहिँ अहिले तातोपानी पुगिसक्यौँ. अब यहाँ जिपलाई कल गर्दैछौँ. यस्तो बबाल भ्यू यहीँबाट देखिरहेको छ. केटीहरूसँग अहिले यस्तै हुन्छ. खाने पनि थाहा छैन, नखाने थाहा छैन. के हो पारा? कसैलाई भोकै लाग्दैन. कसैलाई भोक लाग्दैन. यत्रो सानो हिमाल देख्दा नि यिनीहरू यस्तो भिडियो खिचिरहेको छ यहाँ. त्यहाँ हिमालकै नजिक यत्रो ठुलो हुँदाखेरि चाहिँ खिच्दैन हेर्छन्. चलो सुको डिजाइन हामी है. अलरेडी थकित भइसक्यो. हिँडेपछि के हुने हो थाहा छैन. फाइनली खोला पुग्यो ल. अब भर्खर स्टार्ट गरेको अहिले सास फुल्न थाल्छ. 2800 माथि गाडीबाटै हिमाल यस्तो बल देखाएको छ. वे टु एबीसी. ये अब ये भन् कहाँ जाने फर्स्ट?
सन्धि खर्का पहिला हामी फर्स्टमा फुटफुटे झर्ना रे फुटफुटे झरनाको के भन्छ दृश्य दृश्य निहाल्दै मजाले रमणीय दृश्य निहाल्दै हामी सन्धि खर्कतर्फ लाग्नेछौँ। सो हामीले यहाँ म्याप भेटेका छौँ। अहिले चाहिँ हामी यहाँ हुम खोलामा छौँ। त्यहाँबाट हामी फुटफुटे हुँदै त्यहाँबाट सन्धि खर्का आज हामी बस्ने ठाउँ। भोलि चाहिँ यहीँसम्म पुग्ने अरे। यहाँ टाइम चाहिँ यस्तो छ अब हुम खोलाबाट फुटफुटे 2 घन्टा भनेपछि 2 घन्टा 45 मिनट हाम्रो जर्नी चाहिँ यहाँबाट स्टार्ट भयो। एन्ड हियर वी गो। आज यो ऋतुले राति 8 बजे पुर्याउँछ जस्तो छ हामीलाई। ओ ऋतु टर्च लाइट ल्याछौ? टर्च लाइट ल्याछौ? अनि तिमीले 8 बजे पुर्याइदिन्छौ जस्तो छ त। हाम्रो 2-3 जना मिसिङ भइसक्यो। मिसिङहरूलाई चाहिँ हामीले यसरी बोलाएका छौँ। मिसिङहरूले सुनेर पनि नसुने जस्तै बसिरहेको छ। सो इट्स अलरेडी 5:30 होइन, अँध्यारो हुन थालिसक्यो। सो हामी बस्ने ठाउँ पुग्नलाई चाहिँ अझै 2 आवर्सको वक भनिरहेको छ। अब नाइट हुने भएर चाहिँ अलिक रिस्की हुन्छ होला। सो तपाईँहरू आउँदा चाहिँ अलिक चाँडै नै निस्किनु होला। हामीले 9 बजेको बस समातेर आउँदाखेरि यति ढिलो भयो भन्दाखेरि 7 बजेसम्मको चाहिँ तपाईँहरूले गाडी पोखराबाट लिएर आउनुपर्ने हुन्छ। हो ऋतु कस्तो भइरहेछ? भन त अहिलेसम्मको एक्सपिरियन्स। एकदम थाकिसक्यो अहिले नै। के हुने थाहा छैन। यो चाहिँ भर्खर स्टार्टिङ भयो। हामी जम्मा स्टार्टेड हैन 1.5 घन्टा हिँड्यो। ओ पर्मिला के भयो तिम्रो? है आज बेलुकै हुने भयो हामी। राति डर लाग्छ कि लाग्दैन? ओ किरण के भन्छ? पुगिसक्यो भनेर सोचेँ नि, छिटो पुग्छ यहाँ ढिलो भइसक्यो, बेलुका भइसक्यो, लाइट छैन, अझै 2 घन्टा हिँड्नुपर्छ भनिरहेछ। त्यहाँ अघि हिँडेकोहरूले अहिले चाहिँ यस्तो कन्डिसन छ, लाइट बालेर हिँडिरहेछौँ हामी। यहाँ हामी अलमोस्ट देयर हैन। यही बेहोस भइसक्यो यिनीहरू। 5 मिनट हिँड्न अगाडि 5-10 मिनटमा पुग्छ। मलाई चाहिँ 20-25 मिनटै लाग्छ जस्तो छ मेरो अवस्था हेरेर होइन। यहीँ छोडेर जानु पर्ला। ए त्यस्तो नभन्नु न, यहाँ छोडेर गर्नु मलाई कसले छ, म त्यसो मरिहाल्छ। So it's 6:30 and we are finally here at सन्धि खर्का। 6:30 मा पुग्यो हामी। 4 तिर हिँडेको थियो। सो अब कतिको ब्याक छ त, मान्छेहरू भइहाल्छ। हिजो धेरै थियो उता माथि। हिजो नि थियो, हिजो नि 80 जना थियो। आज गुफाबाटमै होला लगभग 50 जना जस्तो। 50 जना। ओके आउनु रुमहरू देखाइदिउँ न त कस्तो होला त हाम्रो होटेल। होटेलको रुम कडा होला जस्तो है। यहाँ यस्तो टेन्ट सेन्ट छ। अनि यहाँ रुम देखाइदिउँ अडियन्सलाई।
यही एउटा मात्र छ अरे जुत्ता लाएर एकजना ढलिसक्यो जान कस्तो लागिरहेछ त हाम्रो नाइट स्टे चिसो छ यहाँ सो अहिले अब डिनरको लागि चाहिँ हामीलाई 8 बजे भनेको छ होइन सादा खाना 650 अनि अन्डा खाना 750 मासु चाहिँ छैन अरे That's it for today. Ladies first. Ladies and gentlemen. अहिले रातिको 12 बजिरहेको छ र हाम्रो पनि 12 बजिरहेको छ भन्नु मैले पहिला बनाएको त्यस्तै भयो फेरि छका चाहिँ म काटे चाहिँ झन् क्या हो फुक्कन चले मजु न अलि लाटु दिए वो ला जिन अर्जी रासो चाहिँ म हात मसाले छैन मानेको मेरै हात थाकिसक्यो होइन उसको त्यो हातै अनि मजा छ छले सिधायो अझै भएन भन्नु छ है ल मलाई धरी गाह्रो भइसक्यो फेरि मैले नि गर्न सकेन भने झन् गाह्रो हुने कि मैले सकेन भने गर्न सकेन झन् गाह्रो हुने कि भन्दै झन् नहीं जाउँछु अहिले याकुन बेस्तरिया रहेछ चल्ले मजा आउनु लिफ्टे झन् एक जो मलाई हिल क्राम्पिङ होला न बङ्ग्रेज अचुन चकला जुई चाहिँ माफी फ्रान्स पहिले 600 दिन जे गाडे जुजु मनि गे 600 अरे ए 600 आउ सम्म रा हैन अचु मने एकदम स्याउनु 600 जो अलि निन्द्रा आउने जुनि छ अलि निन्द्रामा गर्ने दिन आए खुट्टा एकदम गले छ बेबी स्टेप गरेर हिँड्नु परिरहेछ ओह्रालोमा भर्याङ्गे टु छ अहिले रातिको 12:40 भएको So it's 1:30 र हाम्रो डेस्टिनेसन अलि अगाडि छ उमखोला पुगिसक्यो हामी सो जस्ट बेलुका हिँड्नु नि सेफ छ हैन सो इट्स 2 AM and we made it हामी भर्खरै एक दिनमै नर्थ एबिसी पुगेर आइसक्यौँ हामी यहाँ पास पाइन्छ छम्न दैन राइट यहाँ बस्न पाइन्छ आज पास पाइन्छ जहिले एकसिटीमा आकर्षण ठिक छु टेन्सन ल छका टेन्सन जले ला चले मजाले दिल क्या क्या हो रहा है वो लामन फील जैसा डुला झन ज्यादा न उठे सर उठे हम लकी मान्छे एक दिनमा दुईटा होटल हामी
इट्स 9 AM र अहिले चाहिँ हामी प्याकस्याक गरेर रेडी भइसक्यो घर जानलाई, घर भन्नाले पोखरा जानलाई, ब्याक टु पोखरा। सो हिजो अनएक्सपेक्टेड भयो होइन, एकदम गाह्रो भएर राति बहिनीलाई हामी 12 बजे नै हिँड्यौँ, 11 बजे हिँड्यौँ, 11 बजे हिँडेर यता 2 बजेतिर पुग्यो। जस बेलुका चाहिँ त्यस्तो केही चाहिँ भएन, लाइक त्यस्तो डर चाहिँ भएन ग्रुप भएकोले र सेफै लाग्यो। हेलो, कस्तो छ उर्मिला अहिले? कस्तो भयो त ट्रेकिङ एक्सपिरियन्स भनौँ न? गयो त यस्तो त कहाँ हुन्छ होइन। अहिले पो त्यही मन्दिरको मुनि मुनि आइछन्, त्यहाँ त कति राम्रो होमस्टे चलेको छ। माथि त कहाँ जाने? हात्ती उठ्के, हात्ती माछा पालन भन्ने छ है, हात्तीसम्म क्या?